बिचार त्यो पात भनेको सिस्नु हो कि त्यसले त काँडा जसरी खोज्छ बिचारा मेरो भदिनी सिस्नु र पात पनि नचिने पोक्यो अरे बिचारा सिस्नु भन्ने देखेको थिएन ऊ त्यही हो नि त सिस्नु भनेको त्यो सिस्नु ए भगवान् सिस्नु नचिनेपछि यस्तो हुन्छ ए अब पोक्यो अरे अब त्यो सिस्नु त त्यसरी पोल्छ क्या नानु त्यही भएर गाउँ आउनुपर्छ कि सिस्नु सिस्नु चिन्नलाई ए के हो कराको पँधेरमा तर्सायो क्या हो म चाहिँ यहाँ बसेर पहिला यहाँ पानी नपाएर कुर्न पर्थ्यो कि टर्न बाई टर्न आफ्नो टर्न कुरेर होइन त्यो बोरी चोरी पनि हुन्थेन रातभरि पनि यहीँ हुन्थ्यो होइन अहिले चाहिँ सुनसान छ कस्तो चेन्ज हुने कि समय होइन हामी यहाँ हुन्थ्यौँ आउँथ्यौँ कता गए त्यो दिन अलिक डर लाग्दो रहेछ दिउँसै यहाँ आधी रातसम्म पनि मान्छे हुन्थ्यो यहाँ 8-9 बजीसम्म त जहिले हुन्थ्यो च्याङ 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 गरेर हल्ला गरेर बस्थ्यो हामी यहाँ सानोमा